एक समयको कुरा हो, नैमिषारण्यमा महर्षि शौनकको 12 वर्षसम्म चल्ने यज्ञमा लोमहर्षणका पुत्र उग्रश्रवा आइपुगे। उनी पुराणहरूका विद्वान तथा कथावाचक थिए। उनलाई देखेर उनीबाट चित्रविचित्रका कथाहरू सुन्नका लागि नैमिषारण्यवासी तपस्वीहरू उनको वरिपरि बसे। उग्रश्रवले हात जोडेर ती सबै मुनिहरूलाई अभिवादन गरे अनि ती तपस्वीहरूले पनि उग्रश्रवाको स्वागत सत्कार गरे। उग्रश्रवाले केही बेर थकाइ मारिसकेपछि एक ऋषिले कुराकानीको प्रसङ्ग निकाल्दै उनलाई सोधे, उग्रश्रवाजी, तपाईँ कहाँबाट आउनुभयो? यसअघि कहाँ हुनुहुन्थ्यो? उग्रश्रवा एक कुशल वक्ता थिए। ऋषिको त्यस प्रश्नको उत्तरमा उनले ऋषिहरू र राजाहरूका वृत्तान्तले युक्त कथा भन्न लागे। उनले भने, महर्षिहरू महाराज परीक्षितका छोरा जनमेजयको सर्पयज्ञमा वैशम्पायनजीले सुनाउनु भएको महाभारतका कथाहरू सुनेर कुरुक्षेत्रको बाटो हुँदै म यहाँ तपाईहरू कहाँ आएको हुँ। अब भन्नुहोस्, म तपाईहरूलाई के सुनाऊ? पुराणहरूको कथा सुनाऊ कि इतिहास सुनाऊ? ऋषिहरूले भने, उग्रश्रवाजी, हामीलाई त श्रीकृष्ण द्वैपायन व्यासजीले वर्णन गर्नुभएको भारतवर्षको इतिहास महाभारत सुन्ने इच्छा छ। तपाईले जनमेजयको यज्ञमा ऋषि वैशम्पायनको मुखबाट महाभारतको कथा सुनेर आउनुभएको रहेछ, हामीलाई पनि त्यही सुनाउनुहोस्। उग्रश्रवाले भने, हस्, भगवान श्रीहरिलाई नमस्कार गरेर म तपाईहरूलाई महर्षि वेदव्यास रचित महाभारतको कथा सुनाउँछु। पहिले अनेकौं कविहरूले यस इतिहासको वर्णन गरेका छन् र अहिले पनि धेरैले वर्णन गर्दछन्। पछि पनि यसको वर्णन हुने नै छ। सुन्नुहोस्। कुनै बेला हिमालयको फेदमा एक पहाडको गुफाभित्र व्यासजी कुशको आसन ओछ्याएर तपस्या गरिबस्नु भएको थियो। तपस्या गर्दा ध्यान योगको स्थितिमा पुगेको बेला उहाँले आफ्नो ज्ञान दृष्टिले सृष्टिको आदिदेखि अन्त्यसम्म सबै कुरा प्रत्यक्ष झैं देख्नुभयो। अनि भगवान व्यासले आफ्नो तपस्या र ब्रह्मचर्यको शक्तिले यो ग्रन्थको निर्माण गर्नुभयो। यसरी महाभारतको रचना गरिसकेपछि उहाँले अब मेरा शिष्यहरूलाई यो ग्रन्थको अध्ययन कसरी गराउने होला, लोकमा यसको प्रचार कसरी गर्ने होला भनी विचार गर्न लाग्नुभयो। उहाँको मनको कुरा बुझेर ब्रह्माजी स्वयं नै उहाँको आश्रममा पाल्नुभयो। आफ्नो आश्रममा ब्रह्माजीलाई देखेर व्यासजी चकित हुनुभयो अनि ब्रह्माजीको परिक्रमा गरी 2 हात जोडेर उहाँको नजिकै गई बस्नुभयो। ब्रह्माजीको दर्शनले व्यासजीलाई हृदयमा बडो आनन्दको अनुभव भइरहेको थियो अनि आफ्नो मनको कुरा ब्रह्माजीलाई निवेदन गर्दै व्यासजीले भन्नुभयो, प्रभु, मैले आफ्नो मनमा एक महाकाव्यको रचना गरेको छु, तर त्यसलाई लेख्न सकेको छैन। मलाई चिन्ता के कुराको छ भने पृथ्वीमा यस ग्रन्थलाई लेख्न सक्ने कोही पनि छैन। यति भनेर उहाँले ब्रह्माजीलाई आफ्नो चिन्ताको कारण सुनाउनुभयो। व्यासजीको कुरा सुनेर ब्रह्माजीले भन्नुभयो, व्यास, संसारका श्रेष्ठ ऋषिमुनि मध्ये तिमी नै सर्वश्रेष्ठ छौ, किनभने तिमी जगत, जीव र ईश्वर तत्त्व यी तीनैका ज्ञाता हौ। संसारको कुनै पनि कविले तिम्रो यस काव्यभन्दा उत्तम कुनै रचना गर्न सक्ने छैन। तिम्रो यो काव्यलाई लेखाउनका लागि तिमी गणेशजीको स्मरण गर। यति भनेर ब्रह्माजी ब्रह्मलोक जानुभयो। त्यसपछि व्यासजीले भगवान गणेशको स्मरण गर्नुभयो। उहाँले स्मरण गर्नासाथ विघ्नेश्वर गणेशजी त्यहाँ प्रकट हुनुभयो। गणेशजीको सत्कार गरेपछि व्यासजीले भन्नुभयो, हे गणनायक, तपाईँ यो महाभारतको लेखक बन्नुहोस्, म बोल्दै जानेछु, तपाईँ लेख्दै जानुहोला। मैले मनमा नै यसको रचना गरिसकेको छु। व्यासजीको यो आग्रह सुनेर गणेशजीले भन्नुभयो, व्यास, तिम्रो ग्रन्थ लेख्न त लेखिदिन्छु, तर मेरो एक शर्त छ। क्षणभरको लागि पनि मेरो लेखाइ रोकिनु भएन। तिमीले निरन्तर बोलिरहनु पर्नेछ र म पनि निरन्तर लेखिरहनेछु। हुन्छ? लौ भन। व्यासजीले पनि गणेशजीलाई भन्नुभयो, हस् प्रभु, तर अर्थ नबुझिकन कुनै पनि प्रसङ्गमा एक अक्षर पनि नलेख्नुहोला। गणेशजीले पनि हुन्छ भनेर स्वीकार गर्नुभयो र महाभारतको लेखक बन्नुभयो। व्यासजीले गणेशजीलाई केही यस्ता श्लोक भन्नुहुन्थ्यो जसको अर्थ बाहिरबाट अर्कै बुझिन्थ्यो तर भित्र अर्कै हुन्थ्यो। यी श्लोकहरूमाथि विचार गर्ने बेला गणेशजी क्षणभरको लागि रोकिनुहुन्थ्यो। त्यति समयमा व्यासजीले अरू श्लोकहरूको रचना गरिसक्नुहुन्थ्यो। यसरी यो ग्रन्थ लेखियो। पछि राजा जनमेजयको सर्पयज्ञमा व्यासजीले आफ्ना शिष्य वैशम्पायनजीलाई यहाँ यज्ञमा आएकाहरूलाई तिमी महाभारतको कथा सुनाऊ भनी अहराउनुभयो। यज्ञको बीचबीचको खाली समयमा वैशम्पायनजीले सबैलाई महाभारत सुनाउने गर्नुहुन्थ्यो। त्यो यज्ञ हेर्न म पनि पुगेको थिएँ, त्यसैले मैले पनि त्यहाँ महाभारतको कथा सुन्ने अवसर पाएँ। यो ग्रन्थ 1 लाख श्लोकको छ। यही 1 लाख श्लोकको महाभारत अब म तपाईहरूलाई सुनाउँछु।